नमस्कार साथीहरू। आज अब हाम्रो गाउँमा आउने चुनाव सम्बन्धी केही कुराहरू खुल्दुलीहरू राख्न गइरहेको छु। हामीले पक्कै पनि पहिलोचोटि मतदान गरिरहेका त छैनौँ। मतदान कसरी गर्ने, के गर्ने भन्ने कुराहरूमा सायद अनभिज्ञ कोही पनि छैन होला। गाउँ घरमा आमा बुवाहरूले पनि अब त यो यसरी गर्ने भन्ने कुरा थाहा भइसक्यो, किनभने बारम्बार चुनाव भइरहेको हुन्छ नेपालमा। चाड पर्व जस्तो दोहोरी आइरहेको हुन्छ। कुरो के भने हामीले मतदान गर्दाखेरि कस्तो व्यक्तिलाई गर्ने भन्ने कुरा हो। किन कस्तो व्यक्तिलाई गर्ने भन्ने कुराहरू महत्त्व हुन्छ भन्दाखेरि हामीले जुन व्यक्तिलाई मतदान गर्छौं, जो व्यक्ति हाम्रो छनौटमा पर्छ, त्यही व्यक्तिले भोलि गएर हाम्रो गाउँ समाज भूगोललाई आवश्यक पर्ने बजेट, पैसा, आवश्यक पर्ने नीति नियम, तर्जुमा, हरेक कुराहरू हामीबाट चुनिएर गएको प्रतिनिधिको हातमा हुन्छ। हामीले जस्तो प्रतिनिधि चुन्यौं त्यस्तै हाम्रो गाउँ समाजको अवस्था बन्ने हो। अहिलेको अवस्था हेर्यो भने बिजुली पोल छ, बिजुली छैन, धारा छ, पानी छैन, बाटो छ, गाडी गुड्न सक्न पनि सक्दैन। हरेक कुराहरू, खेतबारीमा उत्पादन छ, बजार छैन, पर्यटन सम्भावना छ, आवश्यक लगानी छैन, आवश्यक नीति नियम छैन, वनमा काठ छ, निकासी छैन, नीति नियम छैन, अनि केही गर्न खोज्यो मुद्दाको मुद्दै चाङ, केही गर्छु भन्यो त्यो पनि हुँदैन। किन हुँदैन? किनभने हामीले अहिलेसम्म मत कस्तो व्यक्तिलाई चुन्यौं र कस्तो व्यक्तिलाई हामीले छनौट गर्यौं भन्ने कुरा हो के। हामीले जस्तो व्यक्तिलाई छनौट गर्यौं त्यस्तै देश बन्यो। त्यसैले अब धेरै भयो, अब मत परिवर्तन गरौं। अब पुरानाहरूलाई नफर्काऊ। मैले कुनै पार्टी, यो पार्टी त्यो पार्टीलाई नदिनु भनेर प्रचार गर्न गइरहेको छैन। तर अब हामीले मत परिवर्तन गरौं, नयाँलाई अवसर दिऊ। नयाँबाट भएन भने 5 वर्ष पछि हामीले फेरि अर्कालाई फेरौं। तर भोट बाँड्ने कुरा नगरौं। भोट विभाजित भयो भने देश अस्थिरतामा जान्छ। सरकार बनाउनलाई अहिलेको संविधानले बहुमत चाहिन्छ। तर तपाई हामीले भोट बाँडेर, एउटा भोट माओवादी, एउटा भोट कांग्रेस, एउटा भोट एमाले, एउटा भोट राप्रपा, एउटा भोट अर्को भन्दै विभिन्न पार्टीमा भोट बाँड्यौं भने देश अस्थिरतामा जान्छ, हाम्रै नोक्सान हुन्छ। देश बनेको हाम्रै पैसाले हो, हामीले तिरेको ट्याक्सले हो। तपाई हामी सबैको एक पसिनाले बनेको देश हो। त्यसैले देश अस्थिरता भाड्ने, झैझगटा बनाउने, कोलाहल गर्ने यस्ता कुराहरू कसैले नगरौं। किनभने देश जति हामीले राम्रो काम गर्दै गयो, देश त्यति नै बन्ने हो। जति झैझगटा, कोलाहल, अस्थिरता हुँदै गयो, देश अस्थिरतै बन्ने हो। देशमा नराम्रा कुराहरू मात्र उत्पन्न हुने हुन्। अहिलेको अवस्थालाई परिवर्तन गर्ने हो भने एक मत भएर नयाँलाई दिऊ। नयाँ मान्छे, नयाँ पार्टी, नयाँ मान्छे, नयाँ राम्रो योग्य व्यक्तिलाई दिऊ। तर भन्दै गर्दा कस्तो हुन्छ भने नयाँलाई दिऊ भन्दा बाँडिएर पनि नदिऊ। सबै समाज, गाउँ टोलमा जान्ने बुझ्ने व्यक्तिहरू छौं, सबैले बुझौं एकछिन हामीले कति पार्टीलाई भोट दियौं, कति व्यक्तिलाई भोट दियौं, कस्तो भयो, के अवस्था भयो, अहिलेसम्म सबैलाई अवगत छ। त्यही भएर नयाँलाई भोट दिऊ, नयाँ मान्छे चुनौं। यसरी मतदान
एक ठाउँमा गयो भने देशमा पक्कै परिवर्तन हुन्छ। तर अस्तित्वको मेन जड भनेको हामी नागरिक हो। हामीले भोट परिवर्तन गर्न सिकेनौँ, हामीले मतदान गर्न जानेनौँ, जनतामा एकता भएन भने देश अस्थिरतामा जान्छ र विदेशीले पनि यहीँनिर मौका पाउँछ। भारतले नेपालमा यस्तो गरायो, अमेरिकाले यस्तो गरायो, चाइनाले यस्तो गरायो भन्नुभन्दा पहिला हामी आफै नेपालभित्रका मान्छे मिलेर एकजनालाई चुन्न सक्दैन भने अब भारतले पनि हेप्छ, अमेरिकाले नि हेप्छ, चाइनाले हेप्छ, बङ्गलादेशले हेप्छ, सबैले हेप्छ। त्यही भएर हामी सबै नागरिक, नेपाली नागरिक जात धर्म अनेक थरी कुराहरू नगरेर कालो गोरो वर्ण नाक लामो तिखो हरेक कुराहरू छन्। अब विभाजितै गर्ने हो भने मान्छेका प्रत्येक अङ्ग पनि विभाजित हुन्छन्। मान्छेका प्रत्येक अङ्गहरूले बराबरी काम गर्दैनन्। यो कुरा सबैले बुझ्नुपर्छ। मान्छेको अङ्ग त बराबरी काम गर्न सक्दैन भने मान्छे त्यसरी विभाजन गर्ने हो भने कुनै पनि मेलमिलाप हुन सक्दैन। त्यही भएर गाउँ ठाउँ टोल विकास गर्नको लागि आगामी निर्वाचनमा सबैले एउटालाई सकाएर एउटालाई जोगाउनुस्, नयाँलाई, तर पुरानालाई होइन, नयाँलाई सबैले मिलेर प्रोत्साहन उत्साहका साथ मतदान गरौँ। के आउँछ परिणाम? आउने 5 वर्ष एउटालाई जिम्मा दिएपछि भोलिको परिणाम हामी नागरिकको हकमा आएनछ भने त्यसपछि यसरी नै भिडियो बनाउला, अर्को नयाँलाई भोट दिनु भनौला। त्यसरी नै तपाईँ नि मतदान गर्नुहोस्।